वक्रतुंड महाकाय सूर्यकोटि समप्रभ निर्विघ्नं कुरु मे देव शुभकार्येषु सर्वदा। पंछी बोले हैं क्या पिया सुन ले चलो, प्यास बढ़ती रहे प्यार होता रहे। तलब चन्दन अक्षता पुष्प गणेश कुरा मेरो मनमा फुल अक्षता हात जोड्ने ओ 5 आश्रप्रके 6 ढुण्डेरमा 7 बिनाकानु 8 मुस्कमाना 9 लड्डु प्रियानु 10 पार्वती नन्दन 11 सुगानुमा राहु ग्रह शान्ति आश्रम पार्थे मरु स्थापना केतु गर्नु आश्रम पार्थे मरुका मात्र प्रवाचन जरुर स्थापना नगेर म फुल अक्षता हात जोड्ने ओम ब्रह्मा मुरारी त्रिवृतकारी भानु शशि भूमि सुतो बुध छ गुरु स शुक्र शनि केतु सबै ग्रह शान्ति गराब हुन्थ्यो। मंगल भगवान विष्णु मंगल प्रत्यापितम सर्वसुरापुरातीतम तम बुध प्रभाम्यम देवानंद ऋषिनांचा गुरु कांचा सन्नम बुद्धिभूत त्रिलेख समता नामानि बृहस्पति हिमकल्प प्रदान परमं गुरु सर्वशास्त्र प्रभाम्यम पलासत सुखम ताजकरु सुखम रुद्रम घोरम तम कति हे ग्रह अष्टदश नवग्रह शान्ति च आदित्य। किन सपनामा झुकी जस्तो लाग्दैछ
वाक्यमुपसेति मा वयं देवान आयो प्रतिरम्म अर्चमणं वरुणगं सोममश्विना सरस्वती नः शुभगामयस्करत कण्डो वागोमयो भुवातु वेगजन्तन्माता पृथिवी ईशानं जगत तथो गर्भतीन्द्रियञ्जन्मवसे होमहे वयं पूखानो यथा वेगसामसपृथे रक्षिता वायुरदत्ता स्वस्ताये स्वस्ति न इन्द्रो वृद्धसर्वाः स्वस्ति नः पूषा विश्व बेहुली 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 मायामा कसम खाएको थिएँ दुलही बनाउँछु तिमीलाई भनेको थिएँ मायामा कसम खाएको थिएँ दुलही बनाउँछु तिमीलाई भनेको थिएँ तिम्रो तारिफ सुनाई बामालाई फकाई तिम्रो तारिफ सुनाई बामालाई फकाई ए आउँदैछु अहिले न तिमीलाई हेर म त बाजा बजाई बजाई बेहुली बेहुली पल पल घडी घडी तिम्रै बाटो हेरी सजेको छु तिम्रै निम्ति सोर सिंगार गरी पल पल घडी घडी तिम्रै बाटो हेरी सजेको छु तिम्रै निम्ति सोर सिंगार गरी मुटुको यो ढुकढुकी थामेर बसेकी बेहुली 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 पादयो पाउमा छोइदेऊ जानु नो घुँडामा छोइदेऊ उदरे पेटमा छोइदेऊ ताधम दत्वा हातमा हातमा छोइदिने यहाँ ओम नमः तत्सवितुर्वरेण्यं सहस्रकोटिधारिणे नमः चन्दाक्षत माल्य अनि गएको ढुङ्गा टेक्ने माथि टेक्ने हो हात पुष्टिनी ओ विराट ओ मेरो त ल्याइने गर्दिनँ नि त म त राम्रो गर्नु पाउ धोइलिने कादे विराट ओ मै पाते विराट तो ल यसो पानी छर्ने हात पनि धो पहिले हात पनि धो हात धो धोइसक्यो ल भयो पूर्व पश्चिम उत्तर दक्षिण तिमीलाई छोरी तिमीलाई होइन त्यो भयो राम्रोसँग होस् अब छोरीको धोइहाल छोरीको त नि पहिला हातै धुने हात धुने पहिला ओ कादे नो कासे बाबा सर हालिदिनुहोस्। कहिदिन रस्किन्न कतको झर भयो अब स्याप्टा पर्छ सबैजना भागे अझ खुट्टा धुने नत्र यहाँ अटै नटै हुन्छ त पानी यसो शिरमा राख्ने खाने के गर्छ शिरमा लाउनुहोस् खाउनुहोस् के गर्नुपर्छ गर्ने होइन पानी खाऊ तलबाट खाने तलबाट खाने हो खाने तलबाट थाप्नुहोस् अहिले त्यो मान्छे अब टन्ना खाऊ आज मात्र भोलिदेखि पाउँदैन दिन दिली भन्छन् एक पैसा टन्ना खाऊ त्यसरी पेट भर्ने होइन अब एकचोटि अहिले तिनचोटि के भन्नु पर्यो यता चाहिँ छोडिदिनुहोस् तपाईँ हाम्रा विद्या टिका लगाइदिनु पूजा गर्ने पाउमा पूजा गर्ने त्यहाँबाट आइसकेपछि बेस पाउमा पूजा गर्ने पाउमा पूजा पाउ गरे भने तल पाउ खुट्टामा के खुट्टामा पूजा गरे हो त्यहाँ पाउमै पूजा गर्ने नामी पाउ पूजा गरे भन्छ नि त हो अब टिका होइन म भरितिर हाल्छु मलाई हाकिमले एक दिन त्यस्तै भन्नु पनि उहाँ नर्मले अनि बाजे क्युआर छैन भन्छ कति हाल्छस् न हाल भनेको उहाँ देवेशले मलाई एकदिन भन्यो देवेश नि भन्नु हो, किन भन्नु? पनि भन्ने खालको मान्छे हो देवेश नि कम होइन नि त त्यो अब इन्जिनियर भइकन क्युआर चाहिने भयो गुरु भन्थ्यो छैन मसँग क्युआर क्युआर चाहिन्छ भने त म छोराको छैन हालिदिनु नि त्यति हालिदिनु भन्ने मेरो भन्यो कि
बिहान सागर सुनाउनु त के गर्छ भन्छ जमानै के भयो ल है जेठियामा टिका लाग्यो फटाफटी अब टिका लाउन त सिधै पहिला दक्षिण दिन है टिका लगाउँछ टिका लाउन सिधै पहिला पूजा भइसक्यो पूजा भइसक्यो टिका लगाइदिनु टिका लगाइसक्यो टिका लगाइसकेको छ अब दक्षिण मात्रै हो बाँकी धेरैजना नगराउनु है एकजनाले मात्रै बोल्नु मैले त हेरेको छैन भाइ कता गयो भाइले पानी हाल्दै हुँदैन त घोडा धुरी टिको लाउने केही गर्नु पर्ने फटाफट गर्नु सबैजना पैसा धेरै थोरै यतापट्टि त्यस्तो फर्क्यो भने खालको जोर गर्दा छ बाबु आमा आमै यस्तो छ नि मैले उताबाट चाहिँ यता चाहिँ उताबाट यस्तो लाउनु भने उताबाट यताबाट सँगै त्यहाँबाट कसको पारा नरिसाउनु न तपाईँ कस्तो रिसाउनु भएको मलाई त रिसा जस्तो लाग्यो बेला बेला छोडिदिनुहुन्छ फेरि सिधै हो
पुरै चाहिँ लाग्दैछु हुन्छ भ्याएको मैले भ्यासु अरूको कुरा के हो अब चाहिँ हामीले सक्यो होइन उसको अर्को दुलैको बाउसँगै चाहिएन हो अर्को कन्या दुलैले दिने कपडा दुलैले छुनु पर्यो हो त्यही गर्ने हो पानीसँग हजुर लग्न गराउने कि पर्दैन एउटा गराइदिनु दुइटैले गर्नु लग्न अरिष्टजन्य ल अब कुसेर पानी समाउने ल यहाँ छोइदिने सबै जाने बाबुले छोइदिने ल अब यसो गर्ने दाइने पानी चाहिँ नटुटाउनु है सानो धारो हाल्नु सानो धारो म छिटो गर्ने भने मान्छे त यो ताल कृष्णबाबु नाम नानी मलाई 2005 छुटाउनु भएन भाइले हाल त्यो कसले हाल्यो भर्नु त्यो गर्नै पर्दैन नि के को पुत्रीम मेनका नामनी कन्यायाम देह मित्रनाम पुत्राय कृष्णनाम पराय तुम दधामि अहम गृह्णामि कश्यप गोत्राय कश्यप आपसुलित त्रिपुराय कृष्णनाम पराय तुम दधामि अहम गृह्णामि देवानां पुत्रीं कृष्णनाम पराय मन्त्रनाम्नि वधू तुम दधामि अहम गृह्णामि उनीहरूले भ्याएन भने कन्या नाम दिनुहुन्छ पहिले आकाशमा जाने आकाशमा माथि सूर्यमा साँची आकाशमा साँची धरतीमा साँची तल जाने ल अब ठ्याक्क यसमा दुलाको हातमा हालिदिनु ल ठ्याक्क आजदेखि तिम्रो भागमा हालिदिनु पानीसम्म
जीवनको बाटो यो हिँडेको अब सजाएर सपनाको एउटा संसार अनगिन्ती यादहरूलाई साथै राखेर हाँसोले खुसीले घर सजाएर सुख दुःख दुःख सुख सबै बाटेर अन्तिम सास फेर्छु तिमीसँगै बाँचेर दिनहरू दुःखका नआउला भन्दिन तर कटाउने छु सबै सबै सँगै हाँसेर बाचा भयो तिमीलाई मेरो बाचा भयो तिमीलाई मेरो अब दोस्रो विश्वामित्र आएन पाँचौँ है पराशर सूर्य त सूर्य कहाँ छन् अनि यसो यहाँ सुन्नुहोस् सूर्य दर्शन दुलै के भन्छन् भने घाम कताबाट झुल्किन्छन् भनेर भन्छन् दुलैले भन्छन् घाम कता झुल्किन्छ पश्चिम हो कताबाट त्यहाँ आडा बस्यो मम वर्ते ते हृदय ददामि मम चित्ते मम चित्तम ते अस्तु मम मेरो चित्तमा बस्नु भनेको प्रजास्यम नियुक्त मह्यम इति भयो ऐसा स्थापित गरे स्थापित औषधाभ्यम सिन्दूर यहाँका समस्त देवताहरूलाई सूर्य माथि आगोलाई आफ्नो इष्टदेवतालाई कुल देवतालाई यहाँका देवताहरू सबैलाई भयो अब त्यहाँ फुलमालाले सजाए सिउँदो तिम्रो भर्नेछु मनको खाली पानामा तिम्रै नाम कोर्नेछु फुलमालाले सजाए सिउँदो तिम्रो भर्नेछु मनको खाली पानामा तिम्रै हानै भाइ ल एकचोटि घुम्ने दुलादुलै उठेर त्यो राख्ने ओ समय दिनु ल दुलै अगाडि दुला पछाडि वैवाहिक कर्मणः इमां गाङ्गुराय गोदानन्ते गं सम्पत्ति जोडि फुलराजोनि ओम कपले श्रीदेवानां गाने संस्कार गाने हिन्दे साथी यो भोजो पैसा पूजा रे पूजा रे गाई सम्झेर घुमेर उठाउने
राख्ने उठाउने यसो यहाँ राख्ने माझा भाग लाउने लेख्ने यहाँ यसो चढाइदिने अघिल्लो चढाइदिने ल चुकाइदिने मुख पुग्दिने अब त्यो त गर्नु पर्यो खुवाएपछि त चुकाउने एकअर्काको मुख बुझ्दिने आफ्नो होइन खुवाएपछि हात धोइदिने चुस्टी पुस्टी के गर्नु है आदित्य दुई त अब यो सामने फर्केर अर्को फेरि त्यस्तै स्वाहा स्वाहा भ्यानी नमः अर्को ओम सूर्य प्रायश्चित्ते स्वाहा सूर्याय स्वाहा सूर्याय फेरि अर्को ओम चन्द्र प्रायश्चित्त यसो अब आएपछि हात बोल्नुपर्छ अब ठुल्ठुलो रामले यस्तो होइन खाली खुट्टा जान नि पाइयो तर इज्जत चाहिँ छ इज्जत भन्दा तल केही देखेन भन्छ र कतिको हो जुत्ता जम्मा छ्या छ्या सालीको इज्जतै गयो यो त एउटा मात्र सालीलाई माया भयो
दक्षिण काली बोक्ने मात्र जानु धेरै मान्छे काम छैन मामा पछाडि आउनुहोस् त बाटो छोडिदिनु बाटो छोडिदिनु बाटो 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 यता बाटो छोडिदिनु है छोडिदिनु है बाटो बाटो छोडिदिनु कति 3 राउन्ड तिमी हो अगाडि जाने धुप बाल्ने कि के गर्ने ल ल ल ल ल सरो अघि हेर्नुपर्छ नि छैन ल आउनुहोस् 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 ल बाटो 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 खोइ बाटो ल खोइ 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 बाटो छोड्नुहोस् ल बाटो छोड्नुहोस्
भनेर किनिदिन्छु खोइ बाजे 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 भुकाले माथि आइहाल्छ के गर्नु त तातो छ त्यो एकदम हैन अब तलको देखेन क्या दिदी उता उता अलिक पछि पानी पशुपति छेत्री सूर्यो प्रतिशर्वानी ओ परमात्मा जय जय विसारे प्रभु जय जय विसारे वज्र के संकट क्षण जो करे जो दावे सो फल पावे दुख विनाशे मनका शुभ संपत्ति करावे कष्ट मिटे तरका ओम परमात्मा नारायण नमः आन्ताले प्रश्न पदे पदे हातमा राख्ने सुरुमा त्यो चाहिँ हो हातमा राख्नुपर्छ कसले धेरै चाहियो कसले चाँडो भेट्छ भन्नेमा हो दाइलो भन्ने कुरो त हो नि अब कतिवटा छ गर्नु है दुईटा सुपारीको चाहिँ आयो
तपाईँको राति तिमीलाई भइहाल्यो नि अरू चाहिँ के ल फेरि भर्नुहोस् दुइटैले ओम धान्यमा सिधेर त दाना चलाना त प्रश्न सीमा सिद्ध धान देखो सबैजना पाठान परिषदको कर्मले जो धान्यमा सिधेर त दाना चलाना त प्रश्न खेल्छ सबैजना पढ्छ खेता महिमानाम पाएपछि यो लानी कहाँ नि राख्नु त कसले जित्नुभयो त बाजे गर्नेर बस्नु है त्यहाँ बराबर हो घटी बढी भएन त्यही त गर्नु पऱ्यो अब बराबर थियो अहिले त ल धान ल फेरि घोप्टाउनुहोस् पप्पा हाल्नु खोज हाल्नु सोध्दा त्यो खोजेर जवाब पानी त हो नि एउटा नियम किन गर्नु है गर्नु कतिवटा छ सासूमा तल देखाउनु पऱ्यो क्या यसरी म हेरिहाल्छु नि ल ल ल ऊ आमैले जित्ने भयो अब तिमीले पैसा भेट्यो नि ए ल एउटा छ है एउटा छ ल कसलाई गर्ने हो नयाँलाई गर्ने कि पुरानोलाई गर्ने हो खोइ यसो खोज भन्नु त कहाँ कहाँ हेरेर बस्दो रहेछ एउटा पैसा दिएर बस्छ सासूलाई पैसा दिएर बस्छ बुवाले सुपारी दिएर बस्छ ल पैसा धेरै कमाउने भयो ल ओम मङ्गलम भगवान् विष्णु मङ्गलम गढ मङ्गलमबाट रेखा मङ्गलायतन हरि तदेवलम तदेवम ताराबलम चन्द्रबलम तदेवम लक्ष्मीपतिको अमृतो शिश्रोपन्य अमृतो क्षीरवर्धनम अमृत र सम्मानम अमृत प्रेम तपाईँ पहिलोचोटि आउँदाखेरि यस्तै गर्नुभएको थियो होला क्या याद आएर होला पहिलोचोटि मिली बेला गर्दै होला भोलिपल्ट बिहान ल्याएको भयो भयो राम्रो आज लाउ फेरि यहाँ त्यो त्यसरी तपाईँको समस्या पार्वती सागबाट यो पैसा तिम्रो 4000 कति छ कि पैसा चन्द्रबलम तदेवम लक्ष्मीपति लाभार्थी ओ अमृत शिश्रो पनि अमृत क्षीरवर्धन अमृत सम्मान अमृत प्रियदर्शन है साइलाबा ल साइलाबा आयो आउनु पर्यो ल टिका लगाइदिनु सुतेलले ठिक बा बुढा ससुरा आउने पनि चिनाइदिनु लैजाइकन ध्यान चिना बुढा ससुरा होइन नि आफ्नै बुढा ससुरा भनेर चिन्छौ होइन बुढा ससुरा तिनका देखा थियो अघि कहाँ हुन्छ भनिहाल्छु नि नि भयो आज हो ओ भुइँ ढोकेको भयो छोडिदियो है बाटो काना संसारपछि परिहरूले के बुढा ट्याक्टर गर्छ सबैको परिहरू खै काइला बा तपाईँको माला आयो जुत्ता लगाएर आउनु बुवा जुत्ता लगाएर आउनु यो दुईटा कुरा नमस्कार लिएर आउनु जानु सुन अहिलेलाई देखो हाई कान्छु बुवा किन मम्मी पैसा त्यहाँ कपडा छैन कपडा दाइको गुचीको ब्याग बहिनीले ल्याइदियो होला जापानमा त्यत्रो पैसा खर्च यहाँ त्यसो ठाउँ खाली त बिचार बाहिर हो म
अनि उता वर्तमानमा जुराना अनि नरम गरेपछि त जहाँ पनि जुराउँछ मासु पकाउने यो होइन यो हजुरबाको जति सबै खुट्टा ओ बा यस्तो हो हजुरबाको खुट्टा खुट्टा बुढा दुख्ने गरी हो गुड पान्छे देखेर हेर बाबा घरको कान्छा हजुरबाजे खुट्टा ढोक्न चाहिँ अलिकति तम्सेर बस्नु पर्यो ठुलो भाइ त्यहाँ जाने मान्छेलाई खुवाउनु थाल भात किन ठिको लाउन खोइ बेहुलाले त भनेन को भने बेहुलाले भन्नु पर्यो नि बाहिरबाट भन्यो तलै छ क्यामेरा टोपी पो समाउँछ म यहाँ खाली छ हौ मेरो त पकेटै पकेट झन् नझर्ने खाले कान्छीको कान्छीबाट थाहा छ त तपाईँलाई छैन भन्नु पर्यो तल क्यामेराहरू छ अरे टेबलमाथि ल्याइदेऊ न यसो भए पछाडि त्यहाँबाट अर्कोलाई भन्ने निक्ल्यो हात्ती निस्क्यो लु अघिदेखि कहाँ हरायो भने त हात्ती लुगिरहेको रहेछ हात्ती आएर पो रहेछ त धेरै दिन्छन् भन्थे कान्छीहरू अलिक धेरै दिनु हो अनि अरूले लगाउनुहोस् त्यहाँ हेर्नु न सुरु एकछिन पालो आउँदैछ खुट्टा ढोकेर सुत्ने ओहो यहाँ त तिनचोटि ढोक्न पर्ने भयो रहेछ त अब न्याकेलाई त्यो फेरि गाह्रो छ अलि धेरै भएर तीनचोटि आमालाई केही भन्दिनँ भन्नु फेरि एकचोटि अब बुढा
कानमा खुसुक्क अरूले सुन्छ फेरि साँझै सक्यो क्या भाइ यार जानुपर्छ यार त्यही भएर तल हो क्यामेरा बिना त अधुरै हुन्छ त त्यही भएर भनेको हो मै नउठेसम्म यो दर्ता पनि हेर्छ त्योभन्दा मुनिको चाहिँ हुँदैन छैन नि दुखाएको मैले त यसको अब कहाँ छ भन्नु छैन भने पनि हातभरि देखेपछि अब के भन्नु त अनि त्यही भएर मलाई दिनु क्या म लुकाउँछु होइन अब त छैन यहाँ अर्कोतिर मिलाउँछ नि तिनीहरू जे छैन भन्नुपर्छ र गुरु पनि हो अर्कोतिर मेरै पैसा हो मम्मी मेरै पैसा अब 1000 दिन नपाउनु हो छैन एउटा छ नि एउटा दिन होला दुईटा बनाइदिनु न उनीहरूको त बेमाको लगाइदिनु भन्दै थियो अघि त्यही भएर पो आमा हो हामीले थाहै दाईको मन हाम्रो पनि अब हामी चाहिँ यहाँनिर इन्ट्रोडक्सन गर्न गइरहेको छौँ त ल भन्नुहोस् नमस्ते म बेहुलाको हजुरआमा नमस्ते म बेहुलाको नमस्ते म चाहिँ बेहुलाको सानी मामी नमस्ते म बेहुलाको काइली सानीमा नमस्कार म बेहुलाको कान्छी सानीमा नमस्कार म चाहिँ बेहुलाको जेठो ठुलो बाबा नमस्ते म बेहुलाको नमस्ते म बेहुला बेहुलीको आमा नमस्ते म बेहुलाको आन्टी नमस्ते म बेहुलाको काइली नमस्ते म बेहुलाको जेठी बहिनी नमस्ते म बेहुलाको बहिनी नमस्ते म बेहुलाको बहिनी नमस्ते म चाहिँ बेहुलाको छोरो नमस्ते म बेहुलाको हजुरबा बेहुलाको भाइ बुहारी नमस्ते म
छुट्टिन सधैँ आउँछ जसरी पछ्याउँदैछु तिमीलाई म सधैँ यसरी